नमस्ते सबैजनालाई बहिनी र जय नेपाल दाजुभाइहरू हामी सबै नेपाली दाजुभाइलाई नमस्कार म गर्न चाहन्छु र एउटा जरुरी सूचना र जानकारी पनि सबैलाई म दिन गइरहेको छु। सबै साथीभाइहरू जति नेपालमा नेपालवासीहरू सबै सुन्नु होला र भिडियोलाई लाइक शेयर गर्नु होला। हाम्रो देश नेपाल डुब्न लागेको छ, पुरै बर्बाद भइसकेको छ। हाम्रो देशलाई खोखला बनाइसकेको छ यो चोर नेता मन्त्रीहरू सबै मिलेर हाम्रो देशलाई पुरै बर्बाद गरिसकेको छ, लुट्न लागेको छ देशलाई। म यति रिक्वेस्ट सबैजनालाई गर्छु कि यसपालि राजतन्त्र ल्याउनुहोस्। प्रजातन्त्रमा केही फाइदा छैन। हाम्रो देश नेताहरू बेचेर खाइसक्यो, चाइनालाई कहाँ सिङ्गापुरलाई चाइनालाई सबै दिएर बेचेर कहाँलाई बेचेर खाइदिन्छ, पुरै बर्बाद गरिदिन्छ। हाम्रो देश खतम भइसक्यो, हाम्रो देश खतम भइसकेको छ। कम से कम म जति दाजुभाइ नेपालीहरू दाजुभाइहरू छ जहाँदेखि हेर्नुहुन्छ यो भिडियो, कम से कम यति सेयर गर्नु कि यो राजतन्त्र यसपालि ल्याउनुहोस्। प्रजातन्त्रमा हाम्रो देश विकास हुन सकेको छैन, कतै विकास भएको छैन। हेर्नुहोस् जहाँ पनि यस्तै छ, यही हल्ला छ कि हाम्रो देश बेचेर खाइसक्यो। यो हाम्रो राजाले सुन्नुहोस्, हाम्रो राजाले कति अपिल गर्छ, कति रिक्वेस्ट गर्छ कि यसपालि एकचोटि राजतन्त्र भएको बेलामा के थियो अहिले के छ, राजाले ल्याउनुहोस्, देश बचाउनुहोस्। हेर्नु देश विदेश साथीहरू हेर्नुहोस्, मलेसिया कतार दुबई यस्तो घाममा यस्तो मेहनत गरेर कमाउन जान्छ। यही हाम्रो चिनी मिल, चिनी उद्योग, चुरोट कारखाना के थियो सबै ठप्प गरिसकेको छ, सबै कम्पनी बन्द गरिसकेको छ। हामी कम से कम त हाम्रो नेपालमा त कम्पनी भएपछि त्यहीँ काम गर्न जान्थ्यो नि। हाम्रो मलेसिया जानुपर्छ, दुबई कतार जानुपर्छ, किन जानुपर्छ? यो नेताहरूले सबै कम्पनी सब बेचेर खाइसकेको छ। यो राम्रो देश राम्रो नेपाल, राम्रो देश र राम्रो देश नेपाललाई बेचेर बर्बाद गरिसकेको छ। हाम्रो देश कसैको गुलाम छैन अहिलेसम्म, तर के यस्तै स्थिति भयो भने गुलाम हुन्छ, पक्का हाम्रो देश गुलाम बन्छ। अरूको गुलाम, अरू देश जस्तै गुलाम हुन्छ, तर हाम्रो विश्व रेकर्डमा नाम छ हाम्रो देश गुलाम भएको छैन अहिलेसम्म, तर हुन्छ गुलाम। यस्तै स्थिति रह्यो भने पैसाको 2-4 हजारको लोभमा जनताहरूलाई सबैमा रिक्वेस्ट गर्छु कि लोभमा नजानुहोस्। यसपालि देश बचाउनुहोस्, यसपालि देशलाई बचाउने छ। यसपालिको देशलाई सबै राजतन्त्र ल्याउनुहोस्, आन्दोलन गर्नुहोस्, आन्दोलनमा जानुहोस्, सबै घरबाट सबै जनताहरू जाग्नुहोस्, जहाँबाट जे गर्नुपर्छ, तर यसपालि राजतन्त्र ल्याउनुहोस्। यो चोर नेताको विश्वास नगर्नुहोस्। यो चोर नेतालाई लखेडी कुट्नुपर्छ। सबै नेताहरूले देश खाइसकेको छ। कम से कम साथीभाइ म रिक्वेस्ट गर्छु कि यसपालि कम से कम हाम्रो देशलाई जोड्नुहोस्। अब तपाईहरूको हातमा छ यो देशलाई के गर्नुपर्छ, जोड्नुपर्छ कि डुबाउनुपर्छ, हो तपाईहरूको हातमा हो। सोच्नुहोस् कम से कम। म यति रिक्वेस्ट गर्छु सबै साथीभाइ नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई रिक्वेस्ट गर्छु कि यसपालि हाम्रो देश जोगाउनुहोस्, यसपालि राजालाई ल्याउनुहोस्, जनता जाग्नुहोस्, राजतन्त्र ल्याउनुहोस्। राजतन्त्रको हेर्नुहोस् स्वाभिमान अनि हाम्रो देशको विकास हेर्नुहोस् के हुन्छ र नभए त यस्तै विनाश हुँदै जान्छ। कहीँ रेप हुन्छ, कहीँ मर्डर हुन्छ, त्यस्तो केही सुन्दै हुँदैन। कति काण्ड छ अहिले रेपको, कति मर्डर काण्ड छ, कति काण्ड छ, अहिलेसम्म केही भएको छैन, कसैलाई सजाय भएको छैन, कुनै भेटेकै छैन। माल खायो, सुन पास गर्छ, के पास गर्छ हाम्रो देशबाट, तर देश विकास हुँदैन, सब नाश हुन्छ। म सबै साथीलाई रिक्वेस्ट गर्छु यति कि यसपालि देश बचाउनुहोस्, राजा ल्याउनुहोस्। रिक्वेस्ट छ। जय नेपाल र सबैलाई मेरो तर्फबाट म हाजिर छु, म तयार छु, म हात उठाउनु छु, म तयार छु, म राजाको लागि म तयार छु। जय नेपाल, हाम्रो राजालाई, हाम्रो राजा, हाम्रो देश। सबै साथीलाई नमस्कार छ। ल मेरो सहमति हुनुहुन्छ भने भिडियो लाइक शेयर कमेन्ट गर्नुहोस्। कमेन्टमा हाम्रो राजा हाम्रो देश लेख्नुहोस्। जतिजना ल्याउनुहुन्छ भने, देश जोगाउनुहुन्छ भने म यसपालि हेर्छु कि कतिजनाले यसमा देश राजतन्त्र छ, कतिजनालाई प्रजातन्त्र चाहिन्छ, त्यो यसमा कमेन्ट गर्नुहोस्। राजतन्त्र ल्याउने मान्छे हाम्रो राजा हाम्रो देश लेख्नुहोस्। सबैजनाले म रिक्वेस्ट गर्छु। जय नेपाल, नमस्कार।